Dolpa, which is the largest and one of the remote place of Nepal. District is full of culture and natural beauty. Dolpa is very far from capital city, so it takes 2 to 3 days to reach Dolpa. To reach there, we have to travel from 10 different districts of Nepal. Nowadays, many external and internal tourists were exploring the Dolpa. The district is joined with National Highway from 2080 due to the incomplete bridge. Dolpa is different from other districts due to its different landscape and natural beauty. Hi guys, again welcome back to my channel. म चाहिँ लगभग 1.5 वर्षपछि चाहिँ डोल्पा जाँदैछु। सो यो चाहिँ मेरो ट्राभलिङ भ्लग हुनेछ। अनि यहाँ चाहिँ हुन्छ नि डोल्पा पुग्नको लागि चाहिँ कति गाह्रो साह्रो पर्छ हैन, त्यो तपाईलाई देखाउँछु। सो गाइस त्यो भ्लग हेरेर इन्जोय गर्नु होला। त्यो चाहिँ गाडी स्टार्ट भइसकेको छ, अब चाहिँ निस्किन्छ। Now we are in 4 किलो ढाडिङ हैन, यहाँ चाहिँ लन्च गर्नुको लागि रोकेको। सो चाहिँ यहाँको खाजा चाहिँ यस्तो छ हैन, केटोले चाहिँ इसारा हानिसक्यो। सिन पनि राम्रै छ हैन। गाइड 4 किलोको काँक्रा अर्ग्यानिक हैन, त्यो काठमाडौँको भन्दा चाहिँ मिठो छ यो चाहिँ। Guys, we are in Queen Tower Chikon हैन। त्यो जाम भएर चाहिँ गाडी रोकेको 10 मिनेट भइसकेछ। सो कहिले खुल्छ थाहा छैन, यस्तो पुरै जाम छ हैन। कहिले खुल्छ कहिले चलिन्छ थाहा छैन कि। सुगन हेर्नु Guys, you can see and due to the jam, गाडी 1 मिनेट चलेर चाहिँ फेरि स्टप भएको छ। पुरै हुन्छ नि गाडीहरू ओभरटेक हानेको छ, उताबाट पनि गाडीहरू आउनै पाएको छैन कि। सो त्यो भएर चाहिँ यस्तो जाम भएको छ। हामीहरूको जाम चाहिँ अझ खुलेको छैन हैन। वी आर इन जाम 1 आवर, पुरै गाडीहरू रोकेको हैन। यस्तै कहिले खुल्छ के हुन्छ के थाहा छैन कि। भर्खर उताबाट आयो गाडी हाम्रो गाडी चाहिँ पछाडि छ। त्यो गाडी छैन, 1 घन्टा चाहिँ यहीँ बसिसक्यो होइन। मोटीले खिच्दैन 1 घन्टा रस्तेमा भागेन भने यो चाहिँ हाम्रो
जाने हो चोरिरहने यहाँ चोरिरहने कसमा चढाउने हो होइन गाइस माथि पनि गाडी तल पनि गाडी होइन गाडी भनेर चाहिँ जानको लागि बाटो पनि छैन कि तिनटै गाडी चाहिँ होइन हामीहरू सेम डेस्टिनेसनको सेम ठाउँ जाने हो हामीहरू अगाडि पछाडि हुन्छ होला सो त्यहाँदेखि होइन पुरै यस्तो छ कि के हुन्छ थाहा छैन क्या गाइस यु क्यान सी होइन फाइनली 1.5 घन्टापछि चाहिँ गाडी चलेको छ सो हामीहरू चाहिँ अब निस्किनु लाग्यो कुरिन डाँडेदेखि यस्तो बस्दा बस्दै होइन एकदम बोर भइसक्यो कि बल्ल चल्न लागेको छ अब होइन सबै बाटो गरे कि बाहिर बाटो भन्दा पनि सु भन्छ ल गाइज होइन हामीहरू रातभरि चाहिँ जाम भएर एराउन्ड 10 घन्टा जति चाहिँ जाममै फस्यो सो हामीहरू यस्तो ढिला भयो कि अनि हामीहरू अहिले चाहिँ काँडे भन्ने ठाउँमा आइसकेको छौँ यहाँ चाहिँ हामीले अब खाना खान्छौँ होइन यहाँको खाना चाहिँ यस्तो छ कहाँ माथि डाँडामा चाहिँ आइएको छ होइन डिजेल अब हाम्रो अच्छा एकदम टाढा छ गन्तव्य टाढा छ होइन कतिखेर पुगिन्छ थाहा पनि छैन सो यहाँ चाहिँ हामी बिहानतिर पुग्नु पर्ने हो कि जामले गर्दाखेरि एकदम ढिला भएर यस्तो भएको छ सो यहाँ हाम्रो
गाइज हामीहरू चाहिँ यस्तो बादलै बादल भरेको एउटा जङ्गलभित्र आएको छौँ होइन। गाडीको इन्जिन तातेर चाहिँ यसो इन्जिन पनि सेलाउँछ अनि मुदाइसकेको छ कि अनि मुद्नु पऱ्यो होइन। त्यो भएर चाहिँ यस्तो बादल भरेको छ। माथि एकदम हाइटबाट नै झरेको हामीहरू। त्यो चाहिँ रुकुम र बागलुङको त्यो बोर्डर थियो अनि त्यहाँ चाहिँ खतरा थियो नि होइन। जस्ट लाइक हेभन के चिसो हावा आएको छ होइन। जस्ट बादल छ। हिँड्दै अब हिँड्दै जाऊँ होइन। कहाँसम्म के हुन्छ फर्किन मन लाग्यो फर्किने, मन नलागे यही रोडबाट गाडी आउँछ गाडीमा जाने होइन। पुरै खर्सीको रुख मात्रै छ कि खर्सी त होइन यो फरक हो यार। योहरू खर्सी यो चिनेको छैन मैले होइन। त्यो छ दुध अब बनाउने टाइमै छैन कि अहिले। अब फेरि कामै बन्द गर्न मिल्दैन। बन्द अगाडि Now I'm in भूमे गाउँपालिका 2 काङ्क्री रुकुम पूर्व। सो यहाँबाट चाहिँ हामी भर्खर हुन्छ नि। सो गाइज हामीहरू चाहिँ माथिबाट आएको होइन। पुरै पहाडले नै भरेको छ कि एरिया। यु क्यान सी है गाइज पछाडि यत्रो पहाड छ होइन। अनि I don't know where we are right now. That is just झिलिमिली पलेको छ. I think this is Jazarpur. Some place of Jazarpur or Rukum. I can just only see रातिको 10 बजेको छ अनि हामीहरू चाहिँ जाजरकोटको रिम्ना बजारमा पुगेको छ होइन. हामी खाना खानको लागि निक्लेको. सो हामी कतिखेर पुग्छौँ त्यो थाहा छैन, तर जस पुग्दा चाहिँ पुगिन्छ, तर राति नै पुग्छ होला. अनि फेरि भोलि चाहिँ जिप चेन्ज गरेर हामीहरू तल्लो बगरदेखि चाहिँ डोल्पासम्म चाहिँ जानुपर्छ. सो होइन गाइस, हामीहरू चाहिँ अब खाना खान्छौँ अनि एकछिन रेस्ट गर्छौँ. गाइस यु क्यान सी होइन, यो चाहिँ हाम्रो रिम्ना बजारको खाना हो. अब कस्तो छ अब सागेर हेरौँ, अब खाऊँ होइन. यस्तो भोक लागिरहेको छ, बिहानदेखि खाएकै छैन, गाडी पनि रोकेकै थिएन. अब कपालै मेरो यस्तो भइसक्यो, च्याप लगाएर पुरै हुन्छ नि. गुड मर्निङ गाइज अल अफ यु. अहिले चाहिँ म तल्लो बगरमा छु. अनि हामीहरू चाहिँ यहाँ हिजो राति 12 बजी पुगेको थियो. अनि धन्दा होटेल पाएको थियो. अनि सुतेर भर्खर उठ्यो होइन. यो आँखा रातो भइरहेछ. सो गाइज हामीहरू यहाँबाट चाहिँ जिप लगेर चाहिँ घर जान्छ. यहाँ चाहिँ यस्तो छ कि होइन, पुरै उसु नै भरेको छ कि. अलि यहाँदेखि चाहिँ हुन्छ नि, अलि हावा पनि कस्तो फ्रेस लागेको छ. झन् माथि जाँदै गयो त्यति हावा फ्रेस हुन्छ होइन. यो चाहिँ कुन डन्डे चरिरहन.
देउरालीको चिसो चिसो हावाले मोले तिमीलाई आँखा लाउँछ साराले So guys, you can see, you know, हामीले back गर्छौँ अब हामीहरू डाइरेक्ट जान्छौँ अनि पछाडि बस्नु पर्ने भयो अगाडि यस्तो गाइज होइन अगाडि चाहिँ दुरो छ म छेउमै बस्छु है तपाईँ भित्रपट्टि जानु है म चाहिँ छेउमा बस्छु है यो ब्यागलाई चाहिँ उतापट्टि राखौँ होइन फेरि मेरो त्यहाँ त्यो फोनहरू छ कि भित्र हामी यहाँदेखि चाहिँ त्रिवेणीसम्म जान्छौँ पछाडि बसेर अनि यही गाडीमा चाहिँ अनि त्यहाँबाट चाहिँ फेरि अगाडि बस्छौँ होइन हामी चाहिँ अब तल्लु बगरदेखि चाहिँ बाहिर निस्क्यो अब हामीहरू चाहिँ यात्रा ढोल्पा त्यस्तै हो हिजो गाडी गएन होइन खोला परेको छ अरे अनि त्यो भएर चाहिँ जिप लगेर गएको गाइज हामीहरू चाहिँ जाजरकोटदेखि चाहिँ माथि गयो होइन उतापट्टि चाहिँ जाजरकोट हो अनि यतापट्टि रुकुम अनि यो चाहिँ हाम्रो ठुली भेरी भयो अनि हामीबाट यहाँबाट लगभग घर पुग्न चाहिँ अराउन्ड 5 आवर जति लाग्छ होला बाटो देख्न सक्नुहुन्छ यस्तो पुरै अफरोड छ यहाँ कहिले पिच हुने थाहा पनि छैन गाइज यु क्यान सी है खोला बढेर चाहिँ हामीहरू चाहिँ खासै ठुलो छ होइन त्यहाँको खोला चाहिँ ठुलो भएर चाहिँ अनि हामीहरू चाहिँ सामान झारेर पुललाई सिफ्ट गरेर फेरि अर्को जिपमा जान्छौँ फेरि झर्न लाग्यो चाहिँ म दामाचौर भन्ने ठाउँमा छु उता रुकुममा पर्छ सामान धेरै भएर भन्दा पनि खोला बढाइछ यस्तो जानु चाहिँ गाह्रो भएको थियो हेर्नु न यस्तो छ होइन खोला चाहिँ यस्तो छ होइन यो चाहिँ झुलुङ्गे पुल छ अनि होइन केटाहरू चाहिँ सबै गइसक्यो कि अनि म एक्लै छु होइन अनि सामानहरू चाहिँ हामी सिफ्ट गर्ने भनेको तर यहाँकै लोकलहरूले चाहिँ धेरै रहेछ लगिदिन्छु भन्नुभयो सो हामीले सामानहरू चाहिँ लगिदिनु भएको छ अब हामीले त्यही पहिलाकै भाडामा चाहिँ अर्को चिज चढ्छौँ होइन उहाँले नि कन्ट्याक्ट गरिदिनु भएको रहेछ न यार फेरि फोन गर्छ यार गाइज होइन त्यो भएर चाहिँ यहाँ पुलमा चाहिँ धेरै सक्सेस गर्नुहुन्न कि फेरि फोन खस्यो भने हुन्छ नि एकदम गाह्रो हुन्छ नि होइन यो चाहिँ दामाचौर भन्छ होइन यो चाहिँ कुन भन्दाखेरि पश्चिम रुकुममा पर्छ अनि सो हाम्रो तल्लो चाहिँ यो खोला गएर चाहिँ हाम्रो माथि डोल्पाबाट आएको भेरीसँग चाहिँ जोडिन्छ अनि त्यहाँबाट चाहिँ सबैजना अनि गाडी प्याक भयो क्यान सी ब्याग होइन अनि यहाँबाट चाहिँ अलि हामीहरू अगाडिसम्म हिँड्छौँ अनि सो त्यहाँबाट चाहिँ जिप आउँछ त्यही अघिको जसरी पछाडि नै बसेर हिँड्ने हुन्छ सो पछाडि चाहिँ यस्तो होइन यहाँ दामाचौर रुकुम पश्चिम हो कि हो भनिरहेको छु हो आरबिस्कोट भने त यो गाउँपालिका हो कि नगरपालिकाको नाम हो कि हिजो त्यो बिहान अलि त्यस्तो कुरा गरिरहेको थियो
बेलुकासम्म मैले राम्रो कुरा गर्न लागि केटा अनि सम्झाएको अनि यस्तो त्यसलाई अनि तर हामीहरू लाइक जति माथि बढ्दै गयो होइन त्यति हावा फ्रेस हुँदै जान्छ अनि इन्भाइरोमेन्ट चाहिँ चिसो हुँदै जान्छ कि चियो हुन्छ अर्ग्यानिक अनि हामीहरू तल हुँदाखेरि चाहिँ यस्तो हुन्छ नि लाइक पुरै एकदम अनहेल्दी इन्भाइरोमेन्ट नै यहाँ चाहिँ हावा पनि कस्तो अलि हुन्छ नि सिसिरो चिसो हुन्छ नि मजा आइरहेको छ कि अनि के भन्नु भन्दाखेरि अहिले तपाईँहरूले देख्न सक्नुहुन्छ होइन मेरो फेस यस्तो छ तर केही टाइमपछि मेरो फेस पुरै माटो भरिन्छ कि किनभने पछाडि बसेको छ त्यही माथि अब नहुन पनि सक्छ होइन किनभने पानी परे जस्तो पनि छ इफ के भइहाल्यो भने त पुरै कालो हुन्छ अनि यु क्यान अब हाम्रो चाहिँ रोड चाहिँ फेरि पुरै अफ रोड नै छ क्या सो अफ रोड भएको कारणले गर्दाखेरि चाहिँ मजा पनि हुन्छ गाह्रो पनि हुन्छ तर बाइक राइडिङ गर्न चाहिँ सजिलो हुन्छ यस्तोमा रोड भनेको यस्तो तर पिच भन्दा चाहिँ कम चाहिँ छैन कि यो रोड चाहिँ हेलो गाइज तपाईँ के भन्ने भाइ के भन्ने हो गाइज अब चाहिँ हामी चढ्छौँ होइन अनि चल्छौँ हामीहरू 6 जना हुन्छ 6 जना होइन यता यति उठाउनु पर्यो कति एकजनाले 23 उठाउनु पर्छ क्या यहाँ नै यहाँ दिनु पर्यो त भाइ पारी आएको गाडीलाई दिनु पर्यो अनि बहिनीहरू कहाँ जाने उता बाटो ब्लक चाहिँ खुल्ला छ दुनै जाने गाइज हामीहरू चाहिँ दामाचौरबाट चल्यो होइन अब कति टाइम लाग्छ थाहा छैन अब थोप्राभरि पुरै धुलो भरिन्छ होला बाटोको अवस्था यस्तो छ अनि हामीहरू चाहिँ ब्यालेन्स भयो यहाँ भैँसी सरी यो गाडीले चाहिँ हामीलाई फलो गर्दै आउँछ यो सिनहरू यस्तो खतरा छ पुरै पहाड छ रुकुमको पुरै माथि झऱ्यो भने खोला पुग्छ यहाँ फेरि अर्को खोलामा छियो हामीहरू पुरै पानीभित्र छिर्न लागिसक्यो बाटो त्यही कस्तो उठाएको तर अहिले नजिक भएको भए डोल्पामा चाहिँ आउँछ कि टुरिस्टहरू पनि आउने लगभग 2-3 दिन लाग्छ होइन त्यही भएर टुरिस्टहरू यस्तो पछाइरहेको छ आउन तिमी भयो ब्रेक लगाएर मुखैमा यो लाग्यो भने गाइस दाजु ठुली धेरै जुन चाहिँ डोल्पादेखि आएको
बाटो यस्तो कच्ची छैन पुरो ढुङ्गै ढुङ्गा पुरो यस्तो ढुङ्गा छैन यो हुन्छ नि उता कालीकोटको कर्णाली आयो भन्दा अब कम छैन कि भेरी करिडोर पनि होइन बाटो यस्तो छ कि होइन इफ एउटा मिस भयो भने चाहिँ डाइरेक्ट जान्छ कि गेम फिनिस के अनि होइन गाइज यो चाहिँ नेपाल आर्मीले होइन यस्तो रोड बनाएकोमा चाहिँ नेपाल आर्मीलाई रेस्पेक्ट गर्नै पर्छ कि चलिरहन यस्तो अवशेष छ काम त मारामा रह्यो त काम गर्न लागि त घर आइयो घाँस हाल्ने खाना पकाउनु पर्यो मान्छे खाना पकाउनु छ खाना नभए के पकाउनु नि दिदी पनि छैन र तपाईँ एउटै मात्रै सिन राख्दैछ कस्तो अनि दिदी बिहा गरेर गइसक्यो नि दिदी र दिदी हुन्छ नि काम चाहिँ 1 महिना चाहिँ गर्नुपर्छ हुनु नि फाइदा हो नि ग्रुपहरू बनायो ग्रुपलाई लगेर केही पनि फाइदा के अरूको बाउरी गयो बजार गाई चाहिँ हामीहरू चाहिँ रुकुममा छौँ होइन त्यो खोलादेखि उता चाहिँ जाजरकोट अनि यो भेरीदेखि उता जाजरकोट अनि यता चाहिँ रुकुम हो पश्चिम रुकुम रोड यस्तो अफ छ होइन पुरै सु तपाईँको डाक्टर किचन नपरोस् नि अगाडि म त सिधै मुनि बसेँ मुनि आएँ यस्तो गाइज होइन हामीले यो रोडमा ट्राभल गऱ्यो भने चाहिँ यस्तो सानोतिनो खोलाहरू झर्नाहरू चाहिँ प्राय भेटाइरहेको छ कि अझ हामीहरू त ढिला आएको छ नि योभन्दा भदौतिर आयो भने त अनि झन् पानी परेको हुन्छ अनि झर्नाहरू चाहिँ यत्रो ठुलो भएको हुन्छ कि भिडियोमा देखियो भनेर होला नि फेरि बहिनीलाई खिच्दाखेरि यहाँ भर्खर पहिरो गएको रहेछ होइन यहाँ बनाएको रहेछ यस्तो सिन हेर्दै ट्राभल त कतै त कसैले गरेकै थिएन होला कि अनि डोल्पा आउँदाखेरि यस्तो सिनहरू हुन्छ त्यो भिडियो चाहिँ होइन अरूसँग पुगोस् या नपुगोस् त्यो धनबहादुर बुढाकोमा चाहिँ पुगोस् कि होइन जनार्दन त्यसकोमा त उही रोड हेर न यस्तो छोडो छ कि म त डल्ले डल्ले डल्ले
गाइस अब चाहिँ ढिलो स्टार्ट भयो होइन यहाँतिर चाहिँ पानी परेको रहेछ सो यस्तो ढिलोहरू आइसक्यो कि अब पुरै हुन्छ नि मुखमा पाउडर डला जस्तो भन्छ कि अहिले उतासम्म त पानी परेको थियो अलिक शीतहरू पनि थियो बिहानै थियो होइन यहाँ राति पऱ्यो होला तर सुकिसकेछ अनि त्यो भएर चाहिँ यस्तो ढिलोहरू आइरहेको छ केटीहरू हुँदा नि कहीँ कतै जानु पर्यो भने मेकअप गरेर ल पुग्यो कन्डिसन अफ रोड यहाँ पुरै ढुङ्गा छ You can see होइन गाइज होइन पुरै के हेरौँ न हामीहरू चाहिँ अब होइन डोल्पा जाजरको बोर्डरमा पुग्यो यहाँ चाहिँ त्रिवेणी हुन्छ यो ठाउँ गाइज अहिले चाहिँ हामीहरू चाहिँ त्रिवेणीमा पुगेको छ त्यो दुईवटा पाहाड छ नि यतापट्टिको चाहिँ जाजरकोट हो यो चाहिँ एन्ड द्याट इज डोल्पा यो बिचमा चाहिँ एउटा मुटकेसुला बाट आएको जगदुल्ला तालबाट आएको चाहिँ जगदुल्ला खोला छ अनि त्यो खोलाले चाहिँ दुईवटाको बोर्डरलाई चाहिँ डिभाइड गर्छ होइन अनि यो ठाउँ चाहिँ रुकुममै पर्छ डोल्पा र रुकुमको बोर्डर पनि अलि उता गएर टाढा गएर आउँछ होइन अनि पुरै यस्तो होइन पुरै यो ठाउँ चाहिँ लाइक चिसोहरूमा चाहिँ होइन घाम नै आउँदैन अहिले चाहिँ यहाँ चाहिँ गर्मी सिजन भएर चाहिँ पाहाडहरू भन्छ यताउता पुरै पाहाडले नै घेरेको भनेर जान्ने गर्दाखेरि चाहिँ यहाँ चाहिँ घाम चाहिँ आउँदैन त्यो भएर चाहिँ होइन यहाँ यस्तो ताल परेर रहेछ डोजर छ अनि हामी आएको गाडी चाहिँ यो हो होइन तल्लो बगरदेखि चाहिँ हामी यो गाडीमा आएको अनि त्यहाँ सामानहरू गर्दैछ अनि दाइहरू चाहिँ यहाँ झर्ने हुनुहुँदैछ उहाँहरू चाहिँ यहाँ झर्ने हुनुहुन्छ अझै राम्रोसँग जानु है अनि यो चाहिँ यहाँ होइन गोतामकोट नगरपालिका नै होला होइन She moves like a map with no borders, a whisper caught in the wind. I see her boots at the corner cafe with a notebook and a grin. She's chasing skies I've never named while I stay in my lane. But something already I'm like के भन्न चाहन्छु भन्दाखेरि हिजो जो बेलुकामा 8 बजेदेखि एक ठाउँ पनि टावर आएको छैन त्यस्तो ठाउँहरूमा एनडिसी एनसेलहरूले चाहिँ टावरहरू स्थापन गर्नु पर्यो हामीहरूले सिटीहरूमा चाहिँ अति नै फेसिलिटी दिएर भएन यस्तो ठाउँहरू धेरै नै छ नेपालमा यस्तो ठाउँहरूलाई डेभलप गर्नु पर्यो डेभलप गर्नुको लागि मिनिमम होइन कम्युनिकेसनको लागि तपाईँहरूले टावर भए पनि राख्नु पर्यो कि नेपाल आर्मीले चाहिँ यस्तो चट्टानहरू फुटालेर चाहिँ रोड बनाएको छ होइन सो नेपाल आर्मीलाई चाहिँ हामीले चाहिँ होइन थ्याङ्क यू भन्नुपर्छ कि जब 2074मा चाहिँ डोल्पादेखि काठमाडौँ गइरहेको नि त्यतिखेर चाहिँ यहाँतिर रोड नै थिएन कि होइन हामीहरूले यहाँभन्दा पनि टाढासम्म चाहिँ लगभग एक दिनभन्दा धेरै चाहिँ हिँडेर गएपछि चाहिँ यस्तो ट्रिपहरू भेटाउँछु कि बस आएको चाहिँ एराउन्ड 2 वर्ष जति भयो तर आज किन आएन भन्दाखेरि बिकज त्यहाँ उता खोला परेको थियो अनि आज भोलि चाहिँ बसहरू एउटा पुल बनेको थिएन कि होइन त्यो भएर चाहिँ बसहरू ल्याउनु मिल्दो रहेछ त्यो भएर चाहिँ
यस्तो रोडमा चाहिँ होइन एकदम अफ रोड छ होइन यस्तोमा हामीले डट बाइकहरू चाहिँ पर्काउरे जान त मजा आउँछ कि किनभने बाटो चाहिँ यस्तो छ होइन पुरै के भन्छ गिटीहरू होइन कन्फ्लिक्ट पर्दैन कि मान्छेहरूले यदि घर बनाउँदैछ भने चाहिँ यस्तो रोडहरूमा खोज्न गयो भने पनि गिटीहरू पाउँछ कि यही चाहिँ हाम्रो म्युजिक बजाउने डन चाहिँ थियो होइन चरी डन भन्छ उसको नाम चाहिँ अनि पहिला के थियो अहिले चाहिँ नाम चाहिँ चरी डनसम्म पुग्यो अनि हाम्रो this is a real road on off road छ त्यही पनि होइन प्लिज भन्दा चाहिँ कम छ कि गाइस अब चाहिँ हामीहरू करकबार भन्ने ठाउँमा आएको छौँ अनि यो चाहिँ यहाँदेखि चाहिँ डोल्पा र रुकुम चाहिँ छुट्छ होइन यहाँ उतातिर डोल्पा र रुकुमको चाहिँ बोर्डर छ अनि हामीले जाजरकोट भनेको चाहिँ त्रिवेणीदेखि नै छुटिसकेको थियो जाजरकोट चाहिँ यहाँदेखि चाहिँ अब डोल्पा र रुकुम छुट्छ अनि guys अब we are arrived डोल्पा होइन अब आफ्नो डिस्ट्रिक्टमा छिर्यो होइन त्यहाँखेरि कस्तो आफ्नो आफ्नो लागिरहेको छ कि सब पुरै होइन गाइस तल चाहिँ धेरै छ यता चाहिँ माथि यस्तो पहाड छ अब यहाँ त लगभग खोलाको नजिक थियो नि पुलिस स्टेसन छ चेक इन गर्नुपर्छ हामी डोल्पा छिर्नको लागि इलाका प्रहरी कार्यालय खदाङ यहाँ होइन चेक इन गर्ने त्यहाँ नि गाइस होइन म गएको थिएँ इन्ट्री गर्न इन्ट्री गऱ्यो गाडीको बाटो एउटा गर्नु पर्दो रहेछ अनि प्यासेन्जरहरूको ग्रुपबाट एउटाको इन्ट्री गर्नु पर्दो रहेछ अनि इन्ट्री गरेर चाहिँ म आएँ अब गाडीभित्र जाने होइन यु क्यान सी के होइन डोल्पा छिरेपछि यस्तो सिनहरू खत्रै छ कि Guys, I'm coming to buy the biscuit, but no one here, so I'm just standing here. Now, next my down. Yo.
गाइज हामीहरू चाहिँ कान्छी बजार आइसकेको छ होइन। अब यहाँदेखि चाहिँ अराउन्ड आधा घन्टा 45 मिनटमा चाहिँ मेरो घर पुग्छ। यहाँ चाहिँ फेरि होइन कस्तो भएछ यहाँ ओड त पुरै माटो लागेको छ कि कालो कालो भएको छ। गाइज यो खोला उहिले चाहिँ होइन धेरै खेती बनाएको छ। यसलाई चाहिँ हामीले खलगाड भन्छ होइन। अनि आजभोलि चाहिँ यहाँ खासै गाडीहरू देख्दैन, तर इफ यहाँ चाहिँ पानी पऱ्यो भने चाहिँ खोलाहरू बढ्छ। खोलाहरू बढेको बेला चाहिँ यहाँ चाहिँ सबै ठप्प हुन्छ कि। खलासी त्यसलाई त्यो स्टिकर चाहिँ होइन भित्र हाल्दा नि भित्र जब तिमी अघि अघि म चाहिँ तिम्रो पछि पछि तिम्रो त हातको सरीसम्म। गाइज फाइनली होइन गाउँ पुगिसक्यो। अब यु क्यान सी है चेन्ज चाहिँ धेरै नै भएको थियो पहिला भने चाहिँ। फेरि यो चोटि हुन्छ नि यो मकैहरू भाँच्ने टाइमहरू चाहिँ जाने भने जस्तो छ। म चाहिँ गाउँमा पुगेँ है। अब घर चाहिँ टपमा छ होइन। 10 मिनट चाहिँ हिँड्नै पर्छ होला। यहाँ माथिसम्म त गाडी जान्छ त भनेको थियो, बट यहाँ चाहिँ अलिक हिलो रहेछ, गाडी फस्यो अनि त्यो भएर निकाल्नै गाह्रो भयो। अनि हामी यहाँबाट उत्रियो, त्यो भएर चाहिँ घरसम्म नजाने भयो। सो 10 मिनट जति चाहिँ हिँड्नुपर्छ होइन। अब टपमा भएपछि फेरि घाँडै दसैँको ऊ लागेन त गाउँतिर। यस्तो गाउँमा यस्तो हो कि गाइस, 1-2 दिन लाग्छ, रमाइलो हुन्छ सबै। अनि आफ्नो काममा बिजी हुन्छन् कि मान्छेहरू होइन, काम नगरेर पनि भएन है गाइस। गाइस चाहिँ बाटो हो होइन, हिँड्दैछौँ। देव के छ, ठिक छ, आराम। यत्रो छ हेर्नु न, लगभग 10 केजी होला है, अझ धेरै पनि होला। पछाडि ब्याग छ, बुकहरू छ कलेजको। ब्यागको डोरी चुट्यो, सो यसरी बोक्नु परिरहेछ होइन। यहाँ चुटेर यस्तो झुन्डिरहेछ, बाटो यस्तो सोइलिङ हाने रहेछ यस्तो होइन। हिँड्दाखेरि लड्यो भने रगत आउँछ चोट लागेर। सो न कार्की चाहिँ चरिडन यस्तो गर्दै गइरहेछ होइन। या सी है अहिले सबै सुनसान नै छ, बिकज यो चाहिँ स्याउको रुख है।
चाहिँ टिभी चलाएर रहेछन् यहाँ लगभग अगाडि नै टिपिन्छ यहाँ चाहिँ अङ्कलको घर हो एकदम Finally guys, म चाहिँ पुगे. Thanks for watching my video till the end. Don't forget to like, comment, share and subscribe. For today, this was only. All of you be safe and stay alert. Thank you.